अनि कति लाग्छ 20 मिनेट भन्न यहाँसम्म आयो बाहिरको सानो अट्रोसम्म आइसक्यो होला पुग्नु चाहिँ अब पुगेपछि मात्रै थाहा हुन्छ यहाँसम्म आउँदा नि धेरै गाह्रो भइसक्यो काम त कसरी गर्ने काम त मैले गर्नुपर्ने होइन भाइले गर्ने हो कसैले अब के भन्दैछ यसले ओइ मेरो काम के अरे मेरो काम त्यहाँ गएर है मेरो त खासै काम के जस्तो देख्दिनँ म के छ यो पारीको रुख यहाँ चाहिँ हामीले काट्नुपर्ने रहेछ यो ठाउँमा चाहिँ फाड्नुपर्ने रहेछ अनि टक्कसँगले ओ माई गड कस्तो आनन्द होइन रुखको फेदमुनि बस्दाखेरि क्या शीतल फिल मलाई त गर्मी भइरहेछ क्या किनकि मैले बाक्लो लाएर आइरहेको छु नि त लुँदैछौँ के हुन्छ है अब त भाइले काम मिसिन बनाउने हो आयो ठोक्याइदियो यसलाई काम त गर्न आउँदो रहेछ केटालाई आबै ल ठिक छ ल केटा ठिक छ भयो भयो उताको हान्दै हल्का यही बिग्रेको थियो होइन यसको चाहिँ त्यसले नघुमाएको उल्टो भएन निस्क्यो त्यही बिग्रेको थियो क्या मोबिल ननिस्केर अन्त बिग्रेको ल हेलो गुड मर्निङ नमस्ते वेलकम टु ब्याक टु माई युट्युब च्यानल सन्चै हुनुहुन्छ होला तपाईँहरू अनि आज चाहिँ म धेरै लामो पछि तपाईँहरूको साथमा फेरि पनि मैले भ्लग लिएर आइसकेको सँगले आज चाहिँ कहाँ जाँदैछु भनेपछि हामी चाहिँ उता माङमाया खोला होइन अब रुख काट्ने भाइसँग होइन किनकि मलाई चाहिँ घर बस्दा एकदम बोर लाग्यो नि त अनि भाइको साथी पनि उँधो चलिदिएको थियो भएर चाहिँ म साथी गर्नु हिँडिदिएको चाहिँ सक्छ भन्ने के कस्तो छ उतै गएर पुगेर हेरिन्छ अनि टक्कसँगले अहिले चाहिँ मैले बाटैदेखि भ्लग स्टार्ट गरेको उतासम्म चाहिँ मोड चलेको थिएन अनि फेरि यता आएपछि आधी बाटो आएपछि बनाइदिउँ न त भन्ने भयो क्या आजको मेरो भिडियो चाहिँ के कस्तो हुन्छ तपाईँहरूले फुल हेरेर होइन इन्जोय गरिदिनु पर्ने हुन्छ अनि टक्कसँगले तपाईँहरू सो फेरि मेरो युट्युब च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब गरेर अनि मेरो भाइ यहाँ हिँड्दैछ टक्कसँगले म चाहिँ एकदम थाकिसक्यो होइन यहाँसम्म आउँदा नि हामीलाई लगभग पुग्नु लाग्छ होला कति 1 घन्टा जति लाग्छ होला अब यहाँदेखि अब अहिले चाहिँ हामी यहाँ पारी आइसक्यौँ यो सौरिनी भन्छ होइन भाइ सौरिनी भन्ने ठाउँमा आइसक्यौँ अनि भाइ यता हेर्दैन नि त पारा देखा न त भाइ तेरो पारा भाइको पारा ठिक छ होइन टक्कसँगले नि उसले चाहिँ फेरि क्या त्यो बाहिर स्पिकर बजाउनु पनि भित्र झोलाभित्र बजाइरहेको छ भाइ पागल छ क्या यो भाइ फेरि के खालको गीत बजाउँछ हिँड्दैछौँ हामी चाहिँ लगभग आज कति बजी सक्छ भन्छ भाइ फानिसक्ला हौ अब हामी चाहिँ साँकोदेखि पारी गएपछि मात्रै म तपाईँलाई भेट्छु होइन अब बाटोमा के हुन्छ त्यो त हेर्दै जाउँ न त है अनि त्यही हो ल यो भाइको नाम चाहिँ मैले खासमा चाहिँ जालजुन भाइ यसको नाम एक्स्ट्रा राखिदिएको छु छोले होइन खुट्टामा आएको खुट्टा दुगो अरे फटा त्यहाँदेखि हामी चाहिँ साँगो निस्किनु लाग्यौँ जब साँगो निस्किन्छ त्यही हो 30 मिनट लाग्ला अहिले अब हामी चाहिँ साँकोदेखि पारी गएपछि मात्रै म तपाईँलाई भेट्छु अब बाटोमा के हुन्छ त्यो त हेर्दै जाउँ न त है टक्कसँगले अहिले चाहिँ हामी साँको आइसक्यौँ अनि भाइले चाहिँ यहाँ चुरोट खाँदैछ भाइले चुरोट खाँदैछ कस्तो सो अलराइट गाइज फाइनली अहिले चाहिँ हामी यहाँ माथि टावर आइसक्यौँ होइन के भन्छ यो साँगो अत्र जे हो नि यो डाँडा हो होइन अनि पाल होइन घामसाम टक्क लागिरहेछ र हल्का हावा पनि आइरहेछ क्या जोस बबाल भइरहेछ है अनि टक्कसँग अहिले चाहिँ अब हामी यहाँदेखि चाहिँ अब कति लगभग 20 मिनट लाग्छ होला है अनि के कति लाग्छ 2 घन्टा 2 घन्टा र खान्छेस् अनि कति लाग्छ 20 मिनट भन्न छोले हो कि अनि यो यस्तै बोल्छ अनि टक्कसँगले अब चाहिँ यहाँसम्म आयो बाहिरको यहाँ साँगो अट्रोसम्म आइसक्यो अनि टक्कसँगले अब चाहिँ
धेरै लाग्दैन होला पुग्दैन होला पुग्नु चाहिँ अब पुगेपछि मात्रै थाहा हुन्छ यहाँसम्म आउँदा नि म चाहिँ थाकिसकेँ क्या अनि धेरै गाह्रो भइसक्यो काम त कसरी गर्ने काम त मैले गर्नुपर्ने होइन भाइले गर्ने हो अनि भाइको चाहिँ काम नाप्ने यसले ओइ मेरो काम के अरे मेरो काम त्यहाँ गएर न्यापजाप गर्ने अब त्योभन्दा अब मेरो त्यहाँ केही काम छैन मेरो काम छुट्टै आइसक्यो होइन मेरो काम चाहिँ नाप्नुपर्ने अरे होइन उसले गिड्छ मैले नाप्ने काम त्यस्तै हो होइन गर्नुपर्छ नि त किनकि मलाई चाहिँ घर बस्दाखेरि धेरै बोर लाग्यो क्या टक्क यहीँ हानिरहेछ क्या कस्तो खालको यार सिधै निधारमा हानिरहेछ हो भाइको चाहिँ मेसिन बिग्रेको रहेछ होइन हिजोअस्ति नै सक्ने काम चाहिँ मेसिन बिग्रेर चाहिँ रोकेको रहेछ अनि सामान मगाएछ भाइले अनि अहिले फिट गर्ने भन्ने छ अब फिट गरेर नि देखाउँछ म तपाईँहरूलाई होइन भाइले कसरी फिट गर्दैछ आम्मा आफै मिस्त्री हो फेरि अनि टक्कसँगले ल्याएर बनाउँछ के अब होइन आफ्नो सामान चलाएको त आफैले बनाउनु जानुपर्छ किनकि होइन के भएर होइन मिस्त्री नै खोज्नु त कहाँ मिस्त्री खोजिबस्ने होइन फाइनली होइन हामी चाहिँ अब यता यो पारी चाहिँ खोला हो अब यता हुँदै रहेछ जानुपर्ने चाहिँ उहाँले हामीले चाहिँ यहाँ माथिदेखि रोड छोड्यौँ अनि अहिले टक्कसँगले भाइले चाहिँ मिसिन चाहिँ कहाँ राखेको छ नि यो घरमा राखेर थिएछ भाइले अनि टक्कसँगले त बोकेर हिँड्दैछ अनि मैले चाहिँ यो एउटा ब्याग होइन यसको पत्नी यहाँ छ तपाईँले देखिहाल्नुहुन्छ अनि टक्कसँगले यहाँदेखि उता जानुपर्ने रहेछ म त खोलामै होला भनेको खोइ कहाँ जङ्गलमा भन्छ कहाँ हो कहाँ जङ्गल होइन जङ्गल त्यही पनि जङ्गलै नि त आम्मा कस्तो चिप्लेको है अब चाहिँ गएर काम हाल्नुपर्ने हुन्छ टक्कसँगले है मेरो त खासै काम के छ देख्दिनँ म के छ यो पारीको रुख यहाँ चाहिँ हामीले काट्नुपर्ने रहेछ यो ठाउँमा चाहिँ फाँड्नु ओ माई गड कस्तो आनन्द होइन रुखको फेदमुनि बस्दाखेरि क्या शीतल फिल मलाई त गर्मी भइरहेछ क्या किनकि मैले बाक्लो लाएर आइरहेको छु नि त लुगा चाहिँ गर्मी भइरहेछ अब हामी चाहिँ यहाँ पारी जाँदैछौँ के हुन्छ है अब त भाइले काम मिसिन बनाउने हो आयो ठोकिन्छ यार फर्ममा आइसकेको छ भाइको लुगा चाहिँ कहाँ यता नाङ्गे काट्ने होइन होला जङ्गल हो नि त के छ भने यो चट्टसँगले यही रुख रहेछ नि त हान्नुपर्ने यो चाहिँ अब क्लिङ हानिदिनु पऱ्यो होइन भाइ अब चाहिँ हामी एकछिन यहाँ टक्कसँगले फाइनल आइसकेपछि त रेस्ट हान्नु पऱ्यो नि त होइन एकछिन त होइन भाइ अनि त्यत्रो टाढादेखि हिँडेर आएपछि एकछिन बस्ने अनि लगातार ननस्टप काम हुन्छ हाम्रो फेरि तपाईँहरू हेर्नु होला होइन हामीले कसरी काम गर्छौँ टक्कसँगले म देखाइहाल्छु अनि भाइ चाहिँ पुरै फर्ममा आम्मा है भाइले त पुरै लुगा बोकेर हिँडेको रहेछ ओ कस्तो छ यार मलाई भनेन यार तैँले किन मलाई भनिदिएछ भन् न भाइ अब फेरि फर्ममा आइसक्यो अघि नाङ्गै हान्छ अरे भाइले लुगा चेन्ज गरिसक्यो अब चाहिँ हामी काममा लाग्नुपर्ने हुन्छ डेट सिकाइछु होइन धेरै पछि म काम गर्दैछु किनकि होइन मजा आउँदैछ नि काम त गर्न आउँदैछ केटालाई आफै अब तेरो कलीले चिलाइदिनु अझै अस्ति नै छाप लागिसकेको छ होइन जसी केटाहरू छ भाइ ल भाइ 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 फाइनली मेरो काम सक्यो गाइस टक्कसँगले यो तरिकाले हाल्नु गाइस मैले चाहिँ टक्कसँग लगाएपछि टक्कसँगले मैले चाहिँ फाडिसकेँ भाइले चाहिँ मेसिन बनाउनु तर्फ जाँदैछ है मेसिन बनिन्छ त भाइ हेर होइन तेल सेल यहाँ टक्कसँगले यो तेल भइगयो यसमा टुटी मिसाएको छ छैन यसमा मिसाएको छ यसो हेर्दै मिसाएको छ यस्तो चाहिँ होइन टक्कसँगले मिसाएको छ नि त यो अब यहाँ के छ होइन यो मेसिनको चाहिँ के बिग्रेको रहेछ त खासमा टक्कसँगले अब यहाँ के बिग्रेको छ हेरौँ है त भाइ पुरै मेकानिक हुँदैछ खोल्दैछ क्या भाइले जे होस् गर्नु चाहिँ गरेको छैन पाठ पुर्जा यहाँ सब छरिरहेको छ के छ कहाँ कस्तो छ हेरौँ अब कसरी बनाउँदो रहेछ भाइले भाइले फाइनली खोलिसक्यो होइन अब यो के भयो यही बिग्रेको थियो होइन यसको चाहिँ त्यसले नघुमाएको उल्टो भएन
यो चाहिँ मोबिल फाल्ने हो कि क्या मोबिल पम्प खाइदिएर मिसिन हाम्रो भाइले मोबिल हाल्दैछ फेरि यता पोखिसक्यो किन सबै मोबिल हालेको छ अहिले भयो लास्ट थर्केर मोबिल अनि सबै निस्क्यो त्यही त त्यही बिग्रेको थियो क्या मोबिल ननिस्केर अन्त बिग्रेको ल खाजा पो रहेछ के भेटायो मैले आफ्नो झोलाभित्र है के भेटायो टाउको पो रहेछ अनि खाइदिउँ है भाइले अब कहिलेको चाउचाउ हो यो अस्तिको दिन भयो चेन फिट गर्दैछ अब हेरौँ मिसिन बनिसक्यो म चाहिँ चेन फिट हाल्दैछ भाइले अब चेन फिट भएपछि हाम्रो लेट सी गाइस हेर्दै जाउँ है त सो फाइनली अहिले चाहिँ होइन अनि यहाँ यो पनि काट्ने अनि गाइस फाइनली होइन हामीले चाहिँ यति सब लडाइसक्यौँ होइन यता न धेरै बाँकी छैन हामीले 5वटा रुखलाई हाल्यौँ अनि 5वटा अब लगभग अनि यो चिलाउने पनि रहेछ यो ठाडो गएको अनि यो मले त भयो यो ढालेको छैन अब यो सकाएर चाहिँ ढाल्ने हो पैसा लाग्यो है भाइलाई चाहिँ अब म पानी दिनु पठाउँदैछु अनि म चाहिँ रेस्टुरेन्टमा थाक्यो क्या धेरै अब होइन काम पछि धेरै छैन त्यही होला 5वटा रुख अब होइन अनि सकाएर चलिदिइहाल्ने भनेको अनि चाहिँ जस लगभग निकै होइन निकै गाह्रो छ नि त यस्तो जङ्गलमा काम गर्नु है हाम्रो यस्तो छ अब यो नाप्नु छ यो नाप्ने छ अनि यो ढाल्छौँ होइन अनि त्यहाँदेखि चाहिँ हामीले अर्को गिर्नुपर्ने हुन्छ ल त्यही हो गाइस होइन अब जोडिँदै गरौँ होइन काम गरेको चाहिँ देखाउन सकेको छैन किनकि एक्लै काम गर्नुपर्ने हुन्छ नि त कसैले क्यामेरा पक्रिदिने छैन ल सो गाइस फाइनली अब हामीले लास्ट एन्ड फाइनल रुख होइन लडाउनु खोज्दैछौँ अनि यो रुख चाहिँ यही हो अब होइन निकै ठुलो छ
फाइनली होइन रुख पनि लडिसक्यो अनि जियो रुख चाहिँ भाँच्यो यार है भाँच्यो नि ल ठिक छ अब हामी नाप्छौँ यताउता गर्छौँ अनि टक्कसँगले गिडिसकेर चाहिँ हामी लगभग घरतिर जान्छौँ अब भाइले चाहिँ तेल हाल्दैछ होइन अनि टक्कसँगले अब त्यो तेल मोबिल हालेर चाहिँ हामी गिड्नु तर्फतिर लाग्छौँ ल फाइनली अब चाहिँ हामी नाप्नु तर्फतिर लागौँ होइन यति गुड्दा हुन्छ होइन अनि यहाँदेखि टक्कसँगले चाहिँ 4 फुटको बनाउनुपर्छ होइन अनि लगभग नाप्दैछु गिड्नु त्यसलाई निकै कति मिनट लाग्ला जस्तो छ भाइ 30 मिनट भाइ 30 मिनट भनेछ होइन भाइले हेर्दै गरौँ नापिसकेपछि काटिसकेपछि देखाउनु छ है त गिड्दैछ होइन अघि कस्तोसँग थियो होइन फाइनली होइन फाइनली अहिले चाहिँ हामीले सक्यौँ अनि अब चाहिँ आनन्द भयो सक्यौँ कस्तो थियो अघि कस्तो भयो जग्गा होइन अनि भाइ पनि यहाँ थाकेर बसिरह्यो होइन झन्डैको भाइ यहाँ यस्तो लड्यो नि है झन्डै मरो भाइ अनि टक्कसँगले त्यतिखेर चाहिँ भिडियो गरेको थिएन म पनि तलतिर नाप्दै थिएँ क्या अनि त्यहाँदेखि त्यहाँ मुढामा टेकेर हानेको रहेछ मुढा झरेपछि झन्डै चेनले चाहिँ भेटाएर अलिकति सुरक्षित गरेर चाहिँ चलाउनु पर्ने हुन्छ केयर गरेर ल ठिक छ अब हामी चाहिँ सक्यौँ होइन टक्कसँगले अघि कस्तो थियो अघि कस्तो जङ्गल थियो होइन अहिले सफा भयो क्या अब ठिक छ ल अब यता पनि छ होइन यता पनि अघि हामीले गऱ्यौँ अनि यहाँ अलिकति अनि ठिक छ ल अब हामी चाहिँ सिधै जाने बेलामा त भेट्छौँ है त तपाईँहरूलाई अहिले चाहिँ हामी ठक्कसँगले अब चाहिँ काटिसकेर हामी चाहिँ फर्किनु सक्यौँ अनि टक्कसँगले अब चाहिँ यो ठाउँलाई हामी अब यो रुख थियो नि यो रुख चाहिँ रह्यो क्या किनकि यतापट्टिको दिएको थिएन नि त एकापट्टि आयो भने चाहिँ लडिन्छ अरे ठुलो भएन यता पनि काट्ने रहेछ कुनै दिन आउँछ होला भाइहरू यो जङ्गलै जङ्गल भएको अब क्या जङ्गलै जङ्गल भएको केकोसँगले क्या खुल्ला भइदिएको मैले अब चाहिँ हामी उकालो लाग्यौँ भाइ त्यहाँ हिँड्दैछ अब यहाँ मास्तिर एउटा थुत्रै घर छ क्या त्यहाँ बसेर चाहिँ हामी एकछिन आराम रेस्ट गर्छौँ भन्दै अब चाहिँ हामी यो ठाउँलाई बाई बाई गर्दै हामी लाग्यौँ उकालो है ल ठिक छ निकै थाकिँदो रहेछ यार फेरि हिँड्नु थालेपछि गर्मी भयो क्या अघिसम्म शीतल थियो है सो अलराइट गाइज फाइनली अहिले चाहिँ हामी खोला आइसक्यौँ लगभग लाग्दैन क्या हाम्रो पुग्नलाई चाहिँ त्यस्तै हो 30 मिनट जस्तो लाग्छ होइन घर पुगिन्छ फ्रेस हुन्छ होइन चट्टसँगले त्यस्तै हो आजको दिनहरू यत्तिकै कट्यो होइन के कस्तो भन्दैन त ज्यादा हो र चट्टसँगले होइन यहाँ आइसक्यौँ अब तपाईँहरूलाई चाहिँ मैले चाहिँ बाटोमै अब भिडियो इन्जोय गर्न चाहन्छु तपाईँहरूले फुल भिडियो हेरेर इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद त्यसै भन्दै तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुन्छ भने चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला
सो भन्दै नेक्स्ट भिडियोमा भेटौँ होला है त टाटा बाई बाई कहिले होइन तारा